चरण कमलमा कोटि कोटि नमन अर्पण गर्दै उपस्थित हुनुभएका सम्पूर्णमा मेरो सप्रेम साइराम। म अस्मिता निरोला बाल विकासको स्टुडेन्ट 4th ग्रुपबाट यहाँ हजुरहरू समक्ष मेरो बाल विकासको 4th ग्रुपदेखिको 3rd ग्रुपसम्मको एक्सपिरियन्स भन्न गइरहेको छु। मैले बाल विकासमा विद्यार्थीको रूपमा बिताएका यी 9 वर्ष मेरो लागि सिकाइ, अनुशासन र आत्मविश्वास विकासको अमूल्य समय थियो। यी वर्षहरूले मेरो व्यक्तित्व निर्माणमा गहिरो प्रभाव पारेका छन्। बाल विकास कक्षामा प्रवेश गर्दा म धेरै नै सानो थिएँ। म पहिलो झुण्डमा हुँदा म 2 वर्षका थिएँ र मेरो पहिलो बाल विकास क्लास मैले सिक्किम दरमदिनमा गरेको थिएँ। मलाई आमाले सानैदेखि बोकेर आमा सँगसँगै लानुहुन्थ्यो र मैले त्यहाँबाट सिक्किमबाट म यता सिलगढी आउँदाखेरिको मलाई रियलाइज भयो कि यहाँनिर त बाल विकास जोइन गर्ने एज 5 वर्षदेखिको रहेछ। तर मैले साँच्ची भन्नुपर्दा म मेरो आमाप्रति धेरै धेरै धन्यवाद गर्दछु, किनभने मेरो आमाले गर्दा मैले एक्चुअल एज भन्दा अगाडि नै सबै कुरा सिकिसकेको थिएँ। र त्यहाँनिर मैले सिलगढीमा मैले बाल विकास जोइन गर्दाखेरिको मैले कसैलाई नचिनेकोले गर्दाखेरिको मैले केही गर्नु र केही भन्नुमा पुरा अप्ठ्यारो लाग्थ्यो। तर त्यहाँका गुरु गुरुआमाको माया, स्नेह र प्रोत्साहनले म बिस्तारै खुल्लिँदै गएँ। हामीलाई खेलकुद, गीत, कविता, चित्रकला र कथा मार्फत सिकाइ गराइन्थ्यो, जसले पढाइलाई रमाइलो बनायो। मैले अक्षर चिन्ने, बोल्न सिक्ने, साथीहरूसँग मिलेर बस्ने र शिक्षकको कुरा ध्यानपूर्वक सुन्ने बानी यहाँबाटै विकसित गरेँ। यी 9 वर्षको अवधिमा मैले अनुशासन, समयको महत्व र साकार्यको महत्व बुझ्न पाएँ। सामूहिक गतिविधि सभाबाट हुँदा कसरी अरूसँग मिलेर काम गर्ने भन्ने कुरा सिकेँ। विद्यालयका कार्यक्रम, नाटक, नृत्य र खेलकुदमा भाग लिँदा मेरो आत्मविश्वास बढ्दै गयो र म आफ्नो प्रतिभा प्रस्तुत गर्नमा सक्षम भएँ। बाल विकासमा मलाई गुरुहरूले केवल किताबी ज्ञान मात्र होइन, जीवनको आधारभूत मूल्यहरूको पनि ज्ञान दिनुभयो। ठूला मान्छेहरूको सम्मान गर्ने, साना साना भाइ बहिनीहरूलाई माया गर्ने अनि एउटा सफल मानिस हुनुप्रति मलाई बानी मलाई यहाँ बाल विकासका गुरु गुरुआमाले सिकाउनु भयो। उहाँहरूको मार्गदर्शनले मलाई राम्रो छात्र र जिम्मेवार लिन सक्ने व्यक्ति बन्नतर्फ प्रेरित गर्नुभएको छ। अन्तमा म मेरो आमालाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँले मलाई सानैदेखिको भगवानलाई चिनाउनु भयो अनि सँगै लानुभयो र म मेरो सबै गुरु गुरुआमालाई पनि धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूको सपोर्ट र उहाँहरूले दिएको ज्ञानले गर्दा म आज राम्रो मानिस भएको छु। समग्रमा भन्नुपर्दा बाल विकासमा बिताएका मेरो 9 वर्ष मेरो जीवनको सुनौलो समय थियो। यसले मेरो भविष्यको आधार तयार गर्यो र म आज यहाँ छु। त्यसको मुख्य कारण यही अनुभव हो। बाल विकासमा पाएको शिक्षा र संस्कार म सधैँ सम्झिरहनेछु। जय साईराम।